ज्यू हजुरलाई पनि आएर यसै मञ्चमा भाषण ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौँ। मलाई मन परेको चाहिँ उहाँहरूले जसरी हामीलाई सम्मान गर्नुहुँदो रहेछ, वेलकम गरेर सेवारो सेवानी भन्दै उहाँहरूले जसरी हामीलाई सम्मान दिएर भित्र इन्ट्री गराउनु भयो आउने गेस्टहरूलाई, त्यो चाहिँ मलाई एकदमै मन पर्यो। हाम्रो यस्तो दुर्गम क्षेत्रमा आएर यति मजाले बसिदिनु भयो, साथ दिनुभयो, हामी यसैमा धेरै खुसी छौँ। सेवारो सेवानी सबैजनालाई भोलि चाहिँ हाम्रो मणिपुरमा पहिलोचोटि लिम्बूको कोक सेवा तङनाम प्रोग्राम हुनु गइरहेको छ। हाम्रो नर्थ इस्ट इन्डिया मणिपुरमा लिम्बूहरूले पहिलोचोटि मनाउनु गइरहेको छ। यसमा हामी पनि पार्टिसिपेट भएर उहाँहरूको प्रोग्रामलाई सपोर्ट साथ दिने भन्ने हाम्रो हामीलाई निम्तो आइएको छ र हामी पनि सम्मानका साथ हामी पनि जानेवाला छौँ भन्दै आजको ब्लग यहाँदेखि स्टार्ट हुन्छ। आज चाहिँ डेट 24, भोलि चाहिँ डेट 25मा यो प्रोग्राम हुनु गइरहेछ। कहाँ भन्दाखेरि इराङ ठुलो चौर युजेबी स्कुल ग्राउन्डमा लिम्बूको बस्तीमा, त्यहाँ चाहिँ हाम्रो ठुलो एकदम कोक सेवा तङनाम प्रोग्राम हुनु गइरहेछ। सबैजनालाई यो भिडियोलाई हेरेर साथ दिनु होला। अनि के हो कसो हो त्यो म देखाउँदै जाउँला र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। थ्याङ्क यू सो मच। यहाँ निखिल चाहिँ केटीहरूसँग साह्रै शर्माउने के, अनि यहाँ केटीहरू छ नि त, अनि त्यही भएर शरमले मुख छोपिरहेछ अनि हिँड्नु पनि शरम। यति शरमाउँछ यति शरमाउँछ यो मान्छे। आउनुहोस् आउनुहोस् आउनुहोस्, तपाईँ पनि भोलि जानुहुन्छ कोकफे तङमा। उहाँको चाहिँ फेरि गर्लफ्रेन्ड ससुराली घर पनि त्यतै हो, तर हुनेवाला गर्लफ्रेन्ड मतलब ससुराली घर ओके होइन। जो हिसाब त कता गएको, यता हो, यता आउ न, यता केही कुरा भनिदियो यसो। यता के हो यस्तो यस्तो उमेरमा नि यस्तो अनुहार छोप्ने, रुको जरा यस्तो शर्माउँछ। अनि ऊ जो हिसाब त भोला भाला था सीधा सादा था यस्तो शर्माउँछ अब होइन। भागो भागो भागो। नेक्स्ट डे ल आज चाहिँ हामीहरू ठुलो चौरको लागि जानु आँटेको। गाडी पनि यहाँ छ एकजना, यहाँ डान्सरहरू छ। अनि यहाँ चाहिँ हामीहरू डिआईमा, यस्तो डिआईमा हामी चाहिँ केटाहरू चाहिँ जानुपर्ने हुन्छ। यहाँ रेडी छ, यता डान्सरहरू चढिसकेको छ। Let's start the journey. पानी खानु पर्ने हुन्छ, तिर्खा लाग्छ भाइ। बाई बाई क्लापर। एउटा गाडी चाहिँ भरे बेलुका आउँदा यहाँ माथि बस्नु सकिँदैन नि, जाडोले। क्या राम्रो फुल सजाएको रहेछ हौ, कति राम्रो। चर्च हो कि घर हो यो? चर्च हो, टङ्कोपी इन्डिपेन्डेन्स बत्तिस चर्च। अब इराङ लाग्यो यस्तो छ फुलबारी। बाटो चाहिँ खराब छ कि सबैभन्दा धेरै। आज हाम्रो बिजोग 2000 years later। अब हामी चाहिँ ठुलो चौरमा आइपुग्नु लाग्यौँ। यहाँ चाहिँ गाडी हाम्रो पार्किङ छ, यहाँदेखि सानो गाडी जाँदैन, डिआई मात्रै जान्छ। सो अब डिआइसिआई जान्दैछ। कोकफेकुवा तङनाम लोकेसन, जहाँबाट हामी उकालो तर्फ जानुपर्ने हुन्छ। ल यहाँदेखि उभो जानुपर्ने हो हाम्रो, अरू पनि गाडी आउँछ। भ्यानमा आउनु भएको डान्सरहरू पनि डिआईमै जानुपर्ने हुन्छ।
खतरा हो नि रास्ता पनि ड्राइभर निकै हिम्मत हुनुपर्छ नि यस्तो सिधा लानुपर्छ पछाडि गयो गाडी मुझे अपने घर जाना है। के भयो चढ्नु जस्तो सुकै भए पनि हामीलाई मजा आइरहेको थियो यो रास्ता हिँड्नलाई किनकि हामीहरू एकदम पावरफुल जोसको साथ कोक्फेवा तङनाममा हामीहरू पार्टिसिपेट हुनु थियो जसरी भए पनि अनि अरू कुरा त्यही हो मलाई चाहिँ इराङ आउँदा पनि धेरै खुसी लाग्छ यो हेर्नुहोस् फुल डाँडा काँडा भी पाखा बस्ती किनकि म यही इराङ भित्रै जन्म लिएको हुनाको कारणले बहुत इन्ट्रेस्ट लाग्छ मलाई गफ गर्दा गर्दै आइपुग्यो हाम्रो लोकेसनमा आइपुग्यो है खुसीको साथमा डङडङ डुङडुङ गर्दै गर्दै हामी आइपुग्यो फाइनली अब हाम्रो अर्को गाडीको ग्रुपहरू पनि आउनु बाँकी नै छ उहाँहरूलाई एकछिन पर्खिनु पर्ने हुन्छ हाम्रा रालिम संस्थाका कलाकार उहाँहरू उपस्थित हुनुहुन्छ हुनुहुन्न एकचोटि हाम्रो टिम मेम्बरलाई म बुझ्न चाहे अब हामी चाहिँ प्रोग्राममा इन्ट्री हुन लाग्यो यहाँ रहेछ एउटा मन्दिर पार्किङ तल यहाँ चाहिँ प्रोग्राम हुँदैछ सुरु स्टार्ट हाम्रो थर्ड पार्टनर टिमहरू पनि फाइनली आइपुगिसक्नु भएको छ यहाँ चाहिँ एकदमै भव्य स्वागत पनि गरिँदो रहेछ है स्वागतको साथ इन्ट्री मलाई मन परेको चाहिँ उहाँहरूले जसरी हामीलाई सम्मान गर्नुहुँदो रहेछ वेलकम गरेर सेवारो सेवानी भन्दै उहाँहरूले जसरी हामीलाई सम्मान दिएर भित्र इन्ट्री गराउनु भयो आउने गेस्टहरूलाई त्यो चाहिँ मलाई एकदमै मन पर्यो उहाँहरूले टिका लगाएर सेवारो सेवानी गरेर चाहिँ इन्ट्री गराउनु भयो त्यो चाहिँ मलाई एकदमै खुसी लाग्यो र राम्रो लाग्यो जति पनि लिम्बू समाजले यो राख्नुभयो यो कार्यक्रम कोक्फेवा तङनाम लाइफमा मैले पहिलोचोटि हो र सायद मणिपुरमा पनि पहिलोचोटि हो अन्त्य नेपाल साइडमा सायद गर्दो होला त्यो पनि मैले सुनेकै छुइनँ नसुनेको कुरा एकैचोटि मणिपुरको लिम्बू समुदायहरूले यसरी मनाइदिनु हुँदाखेरि सुरुवात गरिदिँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्यो किनकि आउनेवाला जेनेरेसनलाई पनि हामीले चिनाउनुपर्छ बुझाउनुपर्छ सिकाउनुपर्छ भन्ने हिसाबले उहाँहरूले जसरी राख्नुभयो यो कार्यक्रम र गर्नुभयो मलाई एकदमै खुसी व्यक्त गर्न चाहे र आजको प्रोग्राम चाहिँ यहाँदेखि सुरु भइसकेको छ यो चाहिँ हाम्रो वेलकम डान्स जसरी तपाईँहरूले इन्भाइट गरिदिनु भयो हामीलाई त्यसको लागि पनि हामी थ्याङ्क यू सो मच भन्न चाहे भव्य र सभ्य एकदमै रमाइलो डान्स पर्फर्मेन्स सुरु भइसकेको छ र मैले चाहिँ भ्लग बनाउँदाखेरि भोइस गर्नु सकिनँ किनकि मान्छे भिड अनि प्लस ब्याकग्राउन्डको म्युजिक धेरै भयो साउन्ड सिस्टमको म्युजिकहरू आएर चाहिँ बोलेको सायद केही नबुझ्ने हो कि भनेर चाहिँ भोइस गर्नु चाहिनँ मैले खाना खाने टाइम भइसकेको छ र खाना यसरी पकाउनु भयो उहाँहरूले यति मेहनत गरेर यत्रोजना पाहुनाको लागि त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहे मैले तपाईँहरूले जति पनि हुनुहुन्छ टिम तपाईँहरूको माझमा उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहे अहिलेसम्म हाम्रो धामीहरू चाहिँ एकदमै पूजा गरिराख्नु भएको छ आफ्नो नामलाई पुकारिराख्नु भएको छ र एउटा फोटो लिनको लागि केलाङ टोलीलाई म स्टेजमा चढ्नको लागि एकचोटि जसरी सिमसिम गुरुङ लगायतको टिमहरू बोलाएर लगायतको
मान्छेहरू बोलाएर जसरी तपाईँहरूले बोल्ने एउटा स्टेजमा गएर बोल्ने समय दिनुभयो इन्भाइट गर्नुभयो त्यो पनि एकदमै ठुलो कुरा हो त्यसमा पनि मलाई एकदमै खुसी व्यक्त गरेको छु साथ दिनुभयो हामी यसैमा धेरै खुसी छौँ उहाँ गेस्ट चाहिँ हुनुहुन्छ हाम्रो मणिपुरको सिमसिम गुरुङ जी पनि आउनुभएको थियो त्यसैले उहाँसँग एउटा फोटो लिनुको लागि सबैजना उपस्थित हुनुहुँदैछ Later. र आजको प्रोग्राममा चाहिँ हरेक समुदायको मान्छेहरू डान्सरहरू चाहिँ डान्स गर्नुभएको छ किनकि उहाँहरू चाहिँ हाम्रो तामाङ समुदायको हुनुहुन्छ उहाँहरूले डान्स पर्फर्मेन्स देखाइरहनु भएको छ यहाँ पनि र यसै गरी आजको दिन पनि हाम्रो दिन समाप्त हुनु लागिसकेको छ र अन्तिम डान्स पर्फर्मेन्स गरिराख्नु भएको छ आहा यो त तरुल पो दिनुभयो त खानुपर्ने हुन्छ अब र अहिले चाहिँ सानो बुनुको डान्स पर्फर्मेन्स हेर्नु सक्नुहुन्छ तपाईँहरू एकदमै सानो बुनुले पनि हाम्रो आउने जेनेरेसनको लागि चाहिँ एकदमै राम्रो गरिदिनु भएको छ ताकि यति सानोदेखि यतिको एक्टिभ भएर हरेक थोकमा इन्टेलिजेन्ट हुनुपर्छ भन्ने चिज चाहिँ उहाँबाट पनि सिक्नुपर्छ यो चाहिँ हाम्रो गाउँको डान्स पर्फर्मेन्स हामीहरूको गाउँको बहिनीहरूले पनि डान्स पर्फर्मेन्स एकदमै राम्रो गरिदिनु भयो र सबै डान्स पर्फर्मेन्सहरू सबै राम्रै भयो आजको कार्यक्रम सफल नै भयो अब चाहिँ लगभग रात पनि पर्न लाग्यो सायद लगभग डान्स लास्ट टाइम होला यो टाढोको पाहुना हुनुका कारणले
राति हुनु लाग्यो, हामी टाढा पुग्नुपर्ने हुन्छ। त्यसो हुनुको कारणले हामी यहाँ उपस्थित हुन सकेनौँ। रातिको प्रोग्राम पनि राख्नु भएको छ। रातिको प्रोग्राम राख्नु भएकोमा पनि मलाई धेरै खुसी लाग्यो, किनकि उहाँहरूको कतिजना भाइ बहिनी दिदी दाजुहरूको चाहना पनि हुन्थ्यो होला, नाच्ने गाउने बोल्ने स्पिच दिने। त्यसको लागि तपाईँहरूले रातिको प्रोग्राम राख्नु भएको रहेछ। त्यसको लागि पनि धेरै राम्रो लाग्यो मलाई। त्यो पनि एउटा राम्रै लेसन हो। कतिजनाको गाउने मान्छेको बिचमा आफ्नो ट्यालेन्ट देखाउने इच्छा हुन्छ, दिनमा देखाउनु नपाउँदाखेरि रातिमा देखाउने इच्छा हुन्छ, गाउने इच्छा हुन्छ, नाच्ने इच्छा हुन्छ, स्पिच दिने इच्छा हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले राति पनि प्रोग्राम राख्नु भएको रहेछ। थ्याङ्क यू सो मच। तर हामी चाहिँ राति बस्नु पाइनौँ, किनकि हामी चाहिँ एउटा पर्मिसन लिएर हिँडेको हुन्छौँ। हामी चाहिँ लिडर एउटा गार्जियन जस्तो हो। त्यसो हुनुको कारणले हामी चाहिँ टाइममा पुग्ने, टाइममा सुत्ने, टाइममा खाने, टाइममा हिँड्ने हुनको कारणले हामी चाहिँ यो रातिको प्रोग्राममा बस्नु पाइएन। त्यसको लागि धेरै धेरै सरी भन्न चाहे। यो तपाईँहरूको झिलिमिली लाइट देख्दा, झिलिमिली लाइट, झिलिमिली कलरफुल है, झिलिमिली डेकोरेसन, गाना बजेको सुन्दा चाहिँ मलाई एक मन पनि जानु छैन घरमा। तर पनि एउटा जानै पर्ने हुन्छ, बाध्यता आइपर्यो। टाढो छ घर, त्यसो हुनु कारणले बाई बाई भन्न चाहे मैले। आयो चलो 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 आयो हाम्रो चाहिँ एउटा हजुर हाम्रो चाहिँ दुईटै गाडी रोआयो भने यहीँ कि गइहाल्छ। र यो भिडियो हेर्दा हेर्दै तपाईँहरूलाई कस्तो लाग्यो, के लाग्यो? मैले प्रपरली बनाउनु सकिनँ, किनकि उहाँ पुगेपछि त्यस्तै मान्छे भिड, त्यस्तै आफ्नो आफ्नो इज्जतसँगले बस्नुपर्ने हुन्छ। जतासुकै कुदेर पनि अब हुँदैन, किनकि हामीलाई चाहिँ इन्भाइट गरिसकेको हो। इन्भाइट गरेको हामी चाहिँ पाहुना हो, त्यसै पाहुना हिसाबमा बस्नुपर्छ। त्यसै कारणले मैले भिडियो प्रपर बनाउनु पाइनँ। कस्तो लाग्यो? तैपनि अब मैले जोडेर जसरी भए पनि अलिकति प्रपर बनाउनु चाहेको थिएँ। कस्तो लाग्यो, कस्तो लागेन कमेन्ट गर्नु सक्नुहुन्छ। अन्तिमसम्म हेर्नुभयो भने धेरै धेरै धन्यवाद। भिडियोलाई सब्सक्राइब, लाइक, सेयर गर्नु सक्नुहुन्छ। धन्यवाद। अब आउने भिडियोको लागि तपाईँहरू रेडी भएर बस्नु सक्नुहुन्छ।